होइन ममा हेलो गाइज तपाईँहरूलाई स्वागत छ मेरो ब्लगमा आज म चाहिँ मेरो च्यानलमा हाल्छु यस्तो हुन्छ यहाँ वेलकम ब्याक टु माई च्यानल यस्तो हुन्छ यहाँ एउटा सेल्फी भरे कभर फोटो गाइज हामीले सेल्फी चाहिँ लिइसक्यो भने आज मलाई कस्तो टिलिक्कै कस्तो राम्रो देखिरहेको छ किनकि म मान्छे नि राम्रो होइन गाइजहरू अब राम्रो मान्छेहरू यस्तै हो अब हामी टी कटेज गएको आज चाहिँ यसो खाना हेलो गाइज हामी टी कटेज जाने बाटो आइपुग्यौँ यहाँ हेर्नु साइन देख्न सक्नुहुन्छ हजुरहरूले उ त्यहाँ झापा रोड होइन अघि यही बाटो कुद्दै आएको अब यता गएपछि चाहिँ पाइन्छ हाम्रो टी कटेज खतरा यता घर बनिँदैछ नयाँ एकदम कडा श्रेष्ठ अङ्कलले बनाउनु भएको है घर खतरा भित्र हेर्नु म यहाँदेखि देखाइदिन्छु नि सानो भ्यू तपाईँहरूलाई स्विमिङ पुल पो छ त हो यो गाउँको पहिलो स्विमिङ पुल भएको घर यता हेर्नु यता यहाँ देखिन्छ कि देखिँदैन गाइज भन्नु हेर्नु त्यहाँ स्विमिङ पुल छ हौ गाइज यहाँदेखि देखिएन क्या गाइज ए यहाँ 3 मुनि छ गाइज एकदम खतरा स्विमिङ पुल चाहिँ त्यो स्विमिङ पुल मान्छेहरूले चाहिँ रुमर फैलाएका छन् क्या टी कटेजमा जोड्ने भनेर रुमर फैलाएको छ यता यस्तो बाटो छ हेर्नु त्यस्तो खतरा ठाउँ जाने गाइज हामी आफ्नो टी कटेजको भित्रको एस्थेटिकहरू देख्न सक्नुहुन्छ कस्तो राम्रो भ्यू है यहाँको दिदीले पेन्ट गर्नुभएको हो दिदी चाहिँ बिहे गरेर गइसक्नु तर पनि यस्तो खतरा यहाँ पनि देख्न सक्नुहुन्छ यस्तो ब्युटिफुल होइन नेचुरल भ्यू छ जताततै हेरौँ पनि नेचुरल भ्यू चाहिँ गाइज जताततै देखिन्छ क्या वेल रिकमेन्डेड तपाईँहरू झापा रोडदेखि 3.5 किलोमिटर यता आउनुहोस् त्यहाँ बोर्ड देखिहाल्नुहुन्छ गोइखाडी टोलमा बोर्ड देखिहाल्नुहुन्छ त्यहाँदेखि टी कटेज आउन सक्नुहुन्छ तपाईँहरूलाई यो चाहिँ होइन उ त्यहाँ एकजना अङ्कल हुन्छ अङ्कल होइन उहाँहरूको पुरै टिमै छ उहाँहरूले बनाउनुहुन्छ यहाँ एउटा छ देख्न सक्नुहुन्छ यस्तो राम्रो मूर्तिहरू यस्तो भ्यूहरू पनि तपाईँहरूले यहाँ टी कटेजमा देख्न सक्नुहुन्छ कस्तो राम्रो ठाउँ छ क्या यो गाइजहरू तपाईँहरू फिक्स आउनुहोस् होला यो च्यानललाई सब्सक्राइब गरिदिनु यो भिडियोलाई लाइक गरिदिनु चाहिँ कहिले नभन्नु होला यहाँ कारण छ यहाँ किन आउने भनेर तपाईँहरू यही आएर पनि पढ्नु होला राम्रो ठाउँ छ कि गाइज हेर्नु तपाईँहरूलाई केही एकदम ताजा माछा चाहियो भने हेर्नु गाइज माछै छ क्या गाइजहरू यहाँदेखि माछा आफै छान्ने आफै फिसिङ गर्ने आफै खाने क्या आफै पकाउने आफै खाने यहाँ भाउजू एकदम पिङ खेलिराख्नु भएको छ हाम्रो भाउजू उहाँ दिदी एस्थेटिक फोटोहरू खिच्दै हुन्छ होइन दिदी गाइस यस्तो खतरा ठाउँमा आएको छौँ है हामी यहाँ हेर्नु यहीँभित्रको त कस्तो राम्रो क्या एकदम नेचुरल यो चाहिँ होइन त्यो हामी मुखारी लाउँछौँ नि गाईलाई त्यसको बनिएको छ क्या त्यसको यहाँदेखि मुनि उतै टाइप छ यस्तरी त्यो रिबिनहरू झुन्ड्याएको छ अनि उता चाहिँ अस्ति कन्सर्ट भएको छ क्या त्यो कन्सर्टको यता अशोक हट भन्ने छ यहाँ यो कुन हट हो क्रिसमस हट छ उता भाउजू बसिराख्नु भएको छ अनि यहाँ अर्को छ एस्थेटिक ठाउँ यहाँ छ क्या हाम्रो भनेको चाहिँ अलिक हल्का बस्ने ठाउँ चाहिँ होइन गाइज ह्याप्पी इयर 2023 हामी एक लट खायो अरे यहाँ यसो टिकटक बनाउँदै हुन्छ भाउजू त्यहाँ दिदी एकदम यहाँ यस्तो खतरा ठाउँहरू छ क्या गाइज यो टिकटक यहाँ कमेडी भाउजू हुन्छ हाम्रो गाइज मम्मी आइसक्नु भएको छ होइन हाम्रो यहाँ हेलो भनिदिनु त गाइज यहाँ हाम्रो दिदीहरू हुन्छ होइन अँध्यारो पनि भइसक्यो एकदम यहाँ एस्थेटिक लाइटहरू बालिदिनु भएको छ दाइहरूले यता खतरा लाइटिङहरू खतरा छ पकौडा चाहिँ आइसक्यो त्यहाँ दिदीले खाना पनि थालिसक्नु भयो यता मम्मीले खाना थालिसक्नु भयो यता भाउजूले खाना थालिसक्नु भयो म पनि खान्छु टेस्ट सेक तातो छ गाइज हामी अब घरतिर जाँदैछौँ होइन टिकट चाहिँ यता पछाडि खतरा उता भाउजू मम्मीहरू हुन्छ मम्मी चाहिँ पछि थपिएको सर्प गाइज सर्प भनेर तर्सिनु भयो गाइज यसलाई सर्प भनेर तर्सिनु भयो गाइज सर्प भनेर तर्सिनु भयो गाइज
हेलो गाइज, हामी घर आइसक्यौँ। अब यो भ्लग म यहीँ एन्ड गर्छु। सबैजनाले सब्सक्राइब गरिदिनु होला च्यानललाई, यो भिडियो लाइक गरिदिनु होला, नोटिफिकेसन अन राख्नु होला, किनकि म वर्षमा एकचोटि भए पनि भ्लग चाहिँ हाल्छु है गाइज। लु बाई।